ताना भर के हेलो पेसनी हेलो वेलकम टु माई युट्युब च्यानल सुन्दा तामाङको च्यानलमा तपाईहरु सबैजनालाई स्वागत छ। अनि आज धेरै दिन पछाडि चाहिँ मैले ब्लग चाहिँ स्टार्ट गर्दैछु। अनि सो आजको चाहिँ मेन चीज के छ भने हाम्रो चाहिँ अब गुरुङको लोसार आइसकेको छ हैन। आज चाहिँ 13 गते हो। अब पर्सि चाहिँ लोसार चाहिँ छ। अनि आज चाहिँ हामीलाई तिनखुले गुम्बामा चाहिँ इन्भाइट गरेको छ हामीलाई चाहिँ हैन। सो हामी त्यहाँ चाहिँ जानेवालामा छौं। सो ड्रेसहरु सब रेडी बनाएर लगाएर हैन आफ्नो कल्चरहरु देखाउने, आफ्नो ड्रेसहरु आफ्नो अब परम्परा चाहिँ देखाउने हिसाबले चाहिँ आफ्नो अब के छ कलाहरु आफ्नो यो गुरुङको जातमा हामीले के गर्छौं, हाम्रो कस्तो कस्तो छ नाचहरु, घारा डान्सहरु तिनीहरु हुन्छ नि, तिनीहरु चाहिँ देखाउनेवाला छौं हामीले चाहिँ उता चाहिँ गएर। अनि सो हामीले के गर्ने छौं, कहाँ जाने छौं, कसरी जाने छौं चाहिँ त्यो अपडेट चाहिँ तपाईहरुलाई चाहिँ म दिइराख्ने छु। सो आज मेरो चाहिँ ड्रेसहरु रेडी भइसकेको छ। अब मैले चाहिँ ड्रेसहरु लाउन पनि हुन्छ, मेकअपको रेडी बनाइसकेको छु। यहाँ चाहिँ मेरो ड्रेसहरु छ, गुरुङ ड्रेसहरु रेडी पारेर राखेको छु यहाँ। सो मेकअपको आइटम यही छ। अनि सो थोरै मेकअप चाहिँ यहाँ स्टार्ट गर्नलाई राखिरहेको छु। नेल पनि हाले है मैले। अनि सो अब म चाहिँ रेडीहरु हुन पर्ने हुन्छ। खानसाना मैले पकाएर भ्याइसके, घर सफादेखि एभ्री चीज गरेर भ्याइसके। अब चाहिँ जस्ट रेडी हुने, खाने अनि गइहाल्ने। सो म फेरि भेट्ने छु नेक्स्ट लोकेसनमा गएर। नेक्स्ट लोकेसनमा गएर मेरो सेकेन्ड लोकेसनमा चाहिँ मान्छे यसरी भरिरहन्। बुढो मान्छे कहाँ बस्यो, हड्डी बस्यो उम्रिन पर्छ कमालो हुन्छ। ल यहाँ चाहिँ सबैजना चाहिँ रेडी हुनुहुन्छ। अनि हाम्रो यो गाउँको चाहिँ टोलीहरु सबैजना यहाँ हुनुहुन्छ। अझै आउँदै यहाँबाट चाहिँ हामी बसमा झरिसक्यौँ। सबैजना रेडी भयो जान लाग्यो। अब यहाँको चाहिँ सुरुवातको मान्छेहरूको चाहिँ देखाउने छु म यहाँ। यो तिनखुले गुम्बा, यहाँबाट चाहिँ र्याली रेडी हुँदैछ। हाम्रो टोलीहरू चाहिँ यहाँबाट चाहिँ आउँदै हुनुहुन्छ। ल मामा चाहिँ यताबाट आउँदै हुनुहुन्छ। ए सबैलाई गाइड गर्ने लिडर उहाँ हैन। हाम्रो चाहिँ आज के हो रे मामा? आज लोसार र्याली छ लोसारको तिनखुले गुम्बामा आएको हामी हैन। रेडी भइसकेको छ, सबैजना बसिसक्नु भएको छ। अर्को टोलीहरू चाहिँ उता साइडमा आइसकेको छन्। सो हामी नि बी रेडी। सुन्दा तामाङको युट्युब च्यानलमा तपाईँहरू सबैले स्वागत छ। ल आई थिङ्क म चाहिँ गुरुङ भइसकेँ, तर मेरो वर्ड चाहिँ आइरहेको छ क्या सधैँको भएको डाइलगै हो। हामी चाहिँ भित्र एन्ट्री गरिसकेको भित्र मेरो आवाज चाहिँ सुनिन कि यत्रो ठुलो हल्लामा चाहिँ सगामी भित्र छिरिरहेको भित्र मेरो सबैलाई टिका लगाइसक्यो कि यहाँ चाहिँ टिका लगाइरहेको सबैजनाले चाहिँ तिमी लगाइसक्यो यता फुस्का ल कसको लाइन हो रे यत्तिकै? यहाँ दुईजना चाहिँ छुट्टी भएर हिँड्यो। अनि दुईजना चाहिँ
हामी त्यतिका लगाएर आइसकेको छौँ यहाँ। अब हाम्रो चाहिँ र्याली चाहिँ स्टार्ट हुँदैछ ब्यानरको साथ। मेरो गोरे देयर के चाहिँ नाच्छ त नि हजुरको चाहिँ फेरि देवर बाबु? अर्को मारु नि। सो यो चाहिँ हाम्रो ब्यानर छ यहाँ अनि ऊ चाहिँ गाना नाचको लागि रेडी छ। मेरो हाम्रो अर्को बाबु ऊ चाहिँ मेरो प्यारो देवर बाबु हो। यो चाहिँ ब्यानर रेडी भइसकेको छ हाम्रो चाहिँ उता शिवनगरको चाहिँ ब्यानर। एउटा यता सबैजना चाहिँ रेडी। यता चाहिँ मामाहरूको टोलीहरू हुनुहुन्छ। हामी चाहिँ हिँडिसके हाम्रो र्यालीहरू चाहिँ हिँडिसकेको छ यहाँबाट चाहिँ। यो चाहिँ के हो खासमा? यो अब हाम्रो संस्कृति हो। यो अब महान चाड हो मनाउने, रेलीमा हिँड्ने, नाच्ने, गाउने, खाने, पिन गर्ने, रमाइलो गर्ने। लाइक सब्सक्राइब तपाईँकै धेरै हिँड्यो भने तपाईँको खुट्टा लाग्छ है। तपाईँको खुट्टा लाग्छ। अगाडि जाऊ नाच ल। खै त गीत
यसरी भाग्नु परिरह ग्याप नपारेर भाग्नु परिरह सत्य छिटो अगाडि पुग्ने नाच्ने ठाउँमा
ऱ्यालीमा पनि यत्रो अनगन्ती मान्छेहरू हो नि अनगन्ती मान्छेहरू छन् सो अब हामी चाहिँ मतलब ऱ्याली चाहिँ गरेर भइसक्यो गाउँसम्महरूको त पछाडि छन् अब हामीहरू चाहिँ गेटभित्रबाट चाहिँ एन्ट्री गर्न पर्ने हुन्छ सो तपाईँले म बोलेको चाहिँ सुन्न सक्नुहुन्छ मेरो आवाज कस्तो भइरहेको भन्दा अहिलेसम्म धेरै डिस्टिङ भइरहेको हाम्रो कल्चरहरूको चाहिँ आज ऱ्याली भएको थियो सो अब हामी चाहिँ जान पर्ने हुन्छ उता तमु समाज 22 विवाह तमु प्रेम सङ्घ कविला सिकाई तमु प्रेम सङ्घ पदमपुर इकाइ उहाँहरूलाई धेरै धेरै धन्यवाद तथा स्वागत हार्दिक स्वागत व्यक्त गर्दछौँ। यता खानपानको व्यवस्था पनि भइसकेको छ तर एकताल नाच्ने अनि बल्ल खाने सो हाम्रो आवाज एकदम कम सुनेको छ रमाइलो चाहिँ स्टार्ट हुँदैछ यहाँको चाहिँ हाम्रो खाजा चाहिँ रेडी चना र अन्डा यहाँ छ सबैजनाले आफ्नो के भागमा खाइरहेको छन् यो मेरो बाउ तपाईँले नहाने ल हाम्रो चाहिँ यहाँ खाना पिनहरू भइरहेको छ मादलहरू बजाउनेको साथसाथै प्राविधिक समस्या कारण केही समस्या लाग्ने हामीले जानकारी पाएका छौँ जसको लागि म फेरि पनि तपाईँहरू सम्पूर्णले कार्यक्रममा उपस्थित रहनुभएका तमाम उहाँ चाहिँ हाम्रो उता तमु लोसारको चाहिँ अध्यक्षज्यू चाहिँ उहाँ हुनुहुन्छ हाम्रो चाहिँ यहाँ चाहिँ यहाँको अध्यक्षज्यू हुनुहुन्छ हामी चाहिँ यहाँ खाजा खाँदै हो अहिले चाहिँ यहाँ खाजा साजा खाएर भ्याए पछाडि चाहिँ हाम्रो कार्यक्रम फेरि सुरु हुनेछ यहाँको चाहिँ नाचगानहरू बाँकी नै छ यहाँमा चाहिँ रहेछ टाउका हालेर चाहिँ गुडुङ ड्रेस देखाउनलाई कार्यक्रम सञ्चालिका र सञ्चालकहरूलाई यसरी हाम्रो पेसनी पेसनी आदिके आदिमा सुन्दर हाल्दो गुरुले बोल्थे यो त भेरी हल्को रहेछ त हामी चाहिँ यहाँ लोसारको र्यालीमा आएको होइन उहाँ चाहिँ हाम्रो लिड हुनुहुन्छ अनि स्वाबा हामी चाहिँ यहाँबाट भ्याइसक्यौँ अब हामी चाहिँ यहाँबाट जान चाहिँ पर्ने हुनेछ र गाडीहरू चाहिँ गाडी आइसकेको छ अरे सो यहाँ एकदम चिसो हेर्नु हुर्सो पनि डेन्जर लागिरहेको के यसो
भइरह होइन। स्टेज चाहिँ यता छ। मेरो आवाज सायद सानो सुन्न सक्नुहुन्छ होइन। मेरो आवाज पुगिसकेको कि त्यो धेरै चिल्लाएर। अनि सो मेरो मोबाइलमा चार्जर नभएको भएर यो नानीलाई चाहिँ पावर ब्याङ्क मागेर चाहिँ चार्ज गरेको। अब यहाँबाट हामी चाहिँ फर्किन पर्ने हुन्छ। हाम्रो प्रोग्राम यहीँमै समाप्त भइसकेको छ। तब यहाँबाट चाहिँ हामी बसमा ट्राभल गरेर घर जान पर्ने हुन्छ। फेरि भोलिको पनि दिन अलग छ। त्यसपछि पर्सि लोसार छ। त्यो सबैजनालाई अहिले नै मैले ह्याप्पी तमु लोसार। ओ कान्छी तमु लोसार है। यस मिस्टेक चाहिँ नभएको रहेछ मेरो चाहिँ। सबैजनालाई चाहिँ ह्याप्पी तमु लोसार सबैजनालाई चाहिँ अहिले नै। अनि सो ऊ चाहिँ मेरो बहिनी। अनि हामी चाहिँ अब सबै चाहिँ रुम ड्रेसमा भएर हामी जान लागिसक्यौँ। जस्तो चाहिँ मेरो छैन हौ हरायो यो छुप त एक्लै। अब चाहिँ हामी यहाँबाट जान पनि हुन्छ। सबैजना चिया तातो तातो चिया खाइयो अनि अब सल्ल घरतिर गइयो जान पनि हुनेछ। यो चाहिँ हामीले देखाउन चाहिँ मैले बिर्सिसकेको रहेछु। यो हामी यहाँ आइसकेको छौँ। डेडिकेट जस्तै यो मानिने चिजहरू हो नि त। पहिला पुर्खौली गाउँहरूको मानिने चिजहरू हो यिनीहरू। सो हामी चाहिँ अब यहाँबाट चाहिँ लाग्न पर्ने हुन्छ। लु किन मन त थियो तर मसँग पैसा छैन। अब यहाँबाट फर्केर जान पनि हुन्छ। जहाँ भयो कान्छी छर नभने फेरि वान मोर। ल मेरो टाउको सानो भएर के टाउको सानो भएर यस्तो गऱ्यो भने त फुलुत्त निस्किँदो रहेछ है। मेरो गरम चाहिँ रुगा न रुगा भने अच्छा ओए अन्धो यस्तो गऱ्यो भने यो चाहिँ हाम्रो गुरुङको के भन्छ अब मलाई थाहा छैन। लाउने कुरा यो चिज चाहिँ यो लाउने कुरा हो होइन। त्यो राम्रो छ। म ब्युटिफुल देखिरहेको छु। गएर नाच्नुपर्छ मारुनीमा। त्यति बेलाको यो टोपी हो। अब मैले हस्तान्तर गर्दैछु उहाँमा हटा कान्छी आएर न निस्क्यो। हाँसु चाहिँ मिठो बबाल छ। चमक चलो चेल चबेली कहते हैं मुझको राशि रबेली दुल्हन बन के आया मेहमान। न कोही को हटके छ यहाँ। ओके हामी पनि यहाँ फोटो खिच्छौँ अनि जान्छौँ घरतिर। अब हामी चाहिँ चाइना चाहिँ जान पर्ने हुनेछ। हामी माइकिङ गर्न चाहन्थ्यो तर मैले माइकिङ गर्नेको कुनै चाहिँ अवस्था चाहिँ देखेन। अनि हामी चाहिँ चट्टबारमा बसमा जानु छोडेर हामी चाहिँ एउटा अध्यक्ष सरको चाहिँ कार आउँदैछ। त्यो कारमा चाहिँ हामी चाहिँ चट्टपाडामा जान पर्ने हुनेछ। बस हाम्रो क्यान्सल भइसक्यो। बसमा मान्छेको अनगिन्ती छन् भरिपूर्ण छ। हामी चट्टपाडामा त्यो कार रेडी छ। हामी जान पर्ने हुन्छ। ब्युटी क्विन भएर जान पर्ने हुन्छ। ब्राभो सबैजनालाई चाहिँ ह्याप्पी तमु लोसार सबैजनालाई। अनि सबैजनाले चाहिँ मेरो ब्लगहरू दामी भन्नु खोज्छ के आचुरे भन्छ के ब्राभो उदाको साइप्रसको तिमीले सिक। तिमी त साइप्रस जाने होइन यिनी हुन् साइप्रस जाने। ब्राभो भन्न न त ल। ब्राभो इस्लामो। अब हामी चाहिँ ल एकदम अब म चाहिँ तपाईँलाई मेरो अर्को लोकेसनमा गएर चाहिँ फेरि भेट्न पर्ने छ। ऊ जोगी बुढा आए यो कान्छीले भने आए। हामी चाहिँ सबैजना चाहिँ घर फर्किसक्यौँ भनौँ आमा।
उता चाहिँ प्रोग्राम चाहिँ सबै खतम गरेर हामी चाहिँ घर फर्किसक्यौँ सबैजना चाहिँ उता गइसक्यो खानाहरू त हामी पैसा चिसो भइसक्यो बत्ती बाल्ने टाइम नि भइसक्यो अब जाडो भइसकेको छ यता भान्जाको नि बर्थडे छ सो अब हामी चाहिँ त्यहाँ चाहिँ सामेल हुन पर्ने हुन्छ काम गर्न पर्ने हुन्छ सो ओके बाई बाई सी यू ह्याप्पी बर्थडे टु यू ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यू ये कोई गोरा है कोई काला है उसको मामालाई जिस्काइरहँदा थ्याङ्क यू सो मच सबैजनालाई चाहिँ मेरो ब्लग हेरिदिनु भएकोमा अनि कस्तो लाग्यो हाम्रो गुरुङको कल्चरहरू र्यालीहरू सबैजनाले चाहिँ हेर्नु होला कतिको रमाइलो भइसक्यो तपाईँले देखिसक्नु भएको छ होइन हाम्रो चाहिँ लोसारहरू चाहिँ यसरी नै मनाउने गरिरहेको छौँ अनि सो फेरि हाम्रो भोलि चाहिँ हाम्रो आफ्नै गुम्बामा चाहिँ हुनेवाला छ चाहिँ यो लोसारको चाहिँ प्रोग्राम त्यहाँ चाहिँ हाम्रो डान्सहरू हेर्न सक्नुहुन्छ त्यहाँ अब अरू बाहिरको मान्छेहरूको डान्सहरू बोलाएको छ सो सबैजना आएर मेरो ब्लग हेरेर साथ दिनु होला नयाँ युजरहरू हुनुहुन्छ भने चाहिँ सबैजनाले चाहिँ लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अनि सेयर बटन चाहिँ क्लिक गरिदिनु होला सो थ्याङ्क यू बाई बाई म नेक्स्ट ब्लगको साथ तपाईँको सामु आउनेछु सुन्ता तामाङ गुरुङ